ट्याक्क यो चाहिँ हाम्रो खरसाङ जाने बाटो यो चाहिँ हाम्रो गाउँ छौँ। यहाँ चाहिँ यसरी इस्कुस फर्सी काँक्रा कोपी सोपी आफू बेच्न राखेर छ। शनिबारको दिनलाई हिँड्नु हुँदैन भन्छ होइन आमासँग छुट्टी हुँदैन। आमाले एउटा अटो रोक्नु भएको थियो, अटो भागेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। आमाले अटो बोक्नु सफल हुनुभएको छ। यस लगत्तै हामी हर्कटे बजार कटेर अब ठिक्कै कन्याम बजार आइपुगेका छौँ। केपी बुढोले उद्घाटन गरे जस्तो लाग्छ त। भ्यू टावर त सबै केपी बुढोको होइन होइन, जहीँको पनि केपी बुढोकै नाम हुन्छ। भ्यू टावर जति सबैमा केपी बुढोको नाम छ उद्घाटन। अब कन्याम हामी अब कन्याम बजार छिरेका छौँ। माइ खोलाको केही भर्खर कटेका छौँ। यहाँ चाहिँ अलिकति बाटो हाम्रो भाँसिएको रहेछ। यो चाहिँ हाम्रो अस्ति पहिरो गएको ठाउँ रहेछ। भर्खर बाटो खोलिएको। माइ खोलाको अलिकति माथितिरपट्टि छौँ हामी। बाटो हजुरहरू देख्न सक्नुहुन्छ। कस्तो सही ठाउँ यार। कोही पनि नडराउनु होला। हाम्रो चाहिँ बाटो एकदम कहीँ केही भएको छैन। अगाडि बढ्ने क्रममा हामी सूर्योदय नगरपालिका हाम्रो दादा एकजना यता पनि आउँदै हुनुहुन्छ। ल ल ल ल ल चटपटी खाएर जाउँ ल। हाम्रो दादा अगाडि बढिसक्नु भयो। हाम्रो राइडर दादा अगाडि हुनुहुन्छ, अर्को राइडर दादा यता हुनुहुन्छ। म चाहिँ एक्सचेन्ज हुँदै कुद्दैछु होइन। दुई चारवटा भिडियो बनाइरहनु पऱ्यो नि। ल उहीँ तलै देखेको छ। हाम्रो डेस्टिनेसन पुग्ने बेलामा चाहिँ अलिकति पानीले बाटो। हाम्रो दादा पछिपछि हुनुहुन्छ राइडर दादा। यहाँ चाहिँ अलिकति अलिकति कम्ती चाहिँ भयो। स्पिकरले नि कता कता ठोक्छ। 1300 भएर बत्ती गरेर